उखरमाउलो गर्मी थियो। सारा काठमाडौँ पसिना चुहाइरहेको थियो। अगाडि ठडिएको भव्य ढोकातिर हेर्दा मेरो निधारका पसिना आँखाभित्र पसे। आँखा चहराउन थाले। भव्य र ठुलो ढोकामा कालो सिसा लगाइएको थियो। ढोकाको निधारमा ठुलो साइनबोर्ड थियो, स्मृति बिक्री केन्द्र। भर्खरै भित्रबाट धर्मराउँदै निस्केका एक वृद्ध झन्डै ठोकिएका। सर, यताबाट भित्र पस्नुहोस्। शालिग चाहिँ ठिङ्ग उभिएको गार्ड चल्मलायो। स्याल्युट ठोक्यो। मैले आफूतिर हेरेँ। पसिना र धुलोले मैलिएका जुत्ता, कलर मैलिएको सर्ट, पसिना गनाइरहेको च्यान। दाइ, स्याल्युट गर्नु पर्दैन। म हाँसेँ। म न त कुनै अफिसको हाकिम हुँ, न त कुनै बिजनेसम्यान। म स्याल्युट डिजर्भ गर्दिनँ। लौ है, कस्तो कुरा गर्नुभएको? गार्डले टाठो स्वरमा भन्यो। धनी स्मृति बेच्न आउनुभएको होइन? हो दाइ, टाँट पल्टे। अब यही मात्र बाटो बाँकी रह्यो। अनि धनी? तिमी त धनी हौ धनी। गार्डले फेरि स्याल्युट गर्यो। अहिले फर्किँदा तिमी त पैसावाला भइहाल्छौ नि। तिम्रो संसार त फेरियो धनी। साथमा स्मृति हुनेहरू सबै धनी हुन्। म हाँसेँ। गार्डले कालो सिसा उगारिदियो। जाऊ, भित्र जाऊ, लाइन लामो छ। म भित्र पसेँ। एसीको चिसो हावा मेरो तालु सुमसुम्याउन आइपुग्यो। एबा कस्तो भिड, काउन्टरै काउन्टर, मान्छेको लाइनै लाइन। म कता जाने होला? त्यही बेला सुट्टा टाइममा सजिएको एउटा केटो आयो। ट्युबलाइटको उज्यालोमा उसको जेल लगाएको कपाल टल्किरहेको थियो। सोध्यो, कुन प्रकारको स्मृति बेच्न आउनुभएको? म अल्मलिएँ। बुझ्नु भएन? केटोले नम्र हुँदै भन्यो। हाम्रो क्याटलग पढ्नु भएन? केटोले मेरो हात समाउँदै कुनातिर लग्यो। हाम्रामा स्मृतिको प्रकार छुट्याइएको छ, केटोले भन्यो। जस्तो दुर्घटना, सेक्स, प्रेम, धोका, हिंसा। म मेरो प्रेमको स्मृति बेच्न आएको दाइ। सेक्सको छैन? केटो हाँस्यो। हाम्रामा सेक्सको स्मृतिको माग बढी छ। तपाईँले राम्रो रकम पाउनुहुन्छ। छैन, मैले भने। म प्रेमको स्मृति बेच्ने। ओके, 10 नम्बर काउन्टरमा जानुहोस् भनेर अल्मलिरहेका दुई वृद्धतिर लम्कियो। म 10 नम्बर काउन्टरतिर लागेँ। लाइन लामो थियो। म हिँड्दा हिँड्दा थाकेको थिएँ। छेउमा सोफामा बसेँ, जहाँ एउटा वृद्धा झोक्राएर बसेकी थिइन्। पुलुक्क हेरेँ। मैले आँखा चिम्म गरेँ। मैले उसलाई टेम्पोमा भेटेको थिएँ। म चाबैलबाट सुन्दरा हिँडिरहेको थिएँ। ऊ पुरानो बानेश्वरबाट चढेकी थिए। ऊ मेरै छेउमा बसी। मैले उसको शरीरबाट आएको अचम्मको सुगन्ध महसुस गरेको थिएँ। त्यही हाम्रो चिनजान भएको थियो। ऊ पिकेमा साथी भेट्न आएकी रहेछ। घर 32 पुतली, नाम पनि कस्तो मिठो, सम्झना। पुतली सडकमा झरेर बाई गरी। मैले जीवनमा पहिलो पटक कुनै केटीको बाई पाएको थिएँ। पहिलो भेटमै ऊ मलाई आफ्नो लागि पुरानो साथी भेटे जस्तो। म त्यो रात उसकै कल्पनामा छटपटिरहेँ। भोलिपल्ट फेरि पुतली सडक चोकमा उभिरहेँ। ऊ टेम्पोबाट चढ्दा भेट भइहाल्छ कि भनेर। तर मैले फेरि उसलाई देखिनँ। हप्ता बिते। फोन नम्बर माग्न नसकेकोमा आफैलाई धिक्कारिरहेँ। एक दिन आइडिया आयो। मैले फेसबुकमा सम्झना सर्च गरेँ। सयौं आए। मैले एक एक गर्दै हेरेँ। म 80 नम्बरतिर पुगेको थिएँ। ठ्याक्कै उसको अनुहार देखेँ। मेरो मुटु डुकडुक भयो। मैले उसलाई मित्रताको प्रस्ताव पठाएँ। 21 दिनपछि उसले मेरो प्रेम प्रस्ताव स्वीकार गर्यो। हाम्रो घन्टौँ कुरा हुन थाल्यो। पछि भेटघाट, रेस्टुरा, सिनेमा हल, जताततै। हामीलाई लाग्न थालिसकेको थियो। हामी एकअर्काका लागि बनेका हौँ। हाम्रा रुचि र सपना मिल्छन्। हामीलाई एकअर्काको बानी लागिसकेको थियो। हाम्रो प्रेम आदर्शले भरिएको थियो। एकपल्ट उसले फिल्म हलको अँध्यारो कुनामा मही खाएकी थिए। त्यति हो। 1 वर्षसम्म पनि मैले उसको अँध्यारो अनुहार कहिले देखिनँ। उसको अनुहार माछाको आँखा जस्तो चम्किलो रहन्थ्यो। ऊ एयर होस्टेस हुन चाहन्थे। कहिलेकाहीँ म यसरी यात्रुको स्वागत गर्छु भनेर देखाउँथे। पुतली चाहिँ नाच्थे। म बिजनेसम्यान हुन चाहन्थे। उसका लागि सारा खुसी किन्न चाहन्थे। ऊ चाँडै मेरो परिचय आफ्नी एक्लै आमासित गराउने कुरा गर्थे। अझ आफ्नो प्यारो कुकुर क्याटसित भेटाउने कुरा गर्थे। उसले कुकुरको नाम क्याट किन राखी? मैले कहिले सोध्न पाइनँ। उसले एक दिन स्कुटी किनी र मलाई पछाडि राखेर दरबारमाग जमलको फन्को लगाई। ऊ भन्थे, तिमीलाई भेट्न हतारो हुन्छ, त्यही भएर किनेको। ऊ सानो सानो कुरालाई पनि ठुलो प्रेम दिन्थे। मेरो जन्मदिनको अघिल्लो दिन उसले भने, मैले मम्मीसित तिम्रो कुरा गरेँ, भेट्न खोज्नु भएको छ। भोलि घर जानुपर्छ ल, चिटिक्क परेर आउनु नि फेरि। म स्कुटी लिएर तिमीलाई लिन आउँछु। अब म घोडा चढेर आउला नि, दुलाहान परे। म हाँसेँ। म बानेश्वर चोकमा आउँछु, त्यहीँ आऊ ल? ओके। ठिक बिहान 10 बजे। म बिहानै बानेश्वर चोकमा पुगेँ। आकाशमा कालो कालो बादल मडारिरहेको थियो। पानी बर्सिन थाल्यो। म एउटा पसलमा ओत लागेर बसिरहेँ। तर ऊ त 11 बज्दासम्म पनि आइन। मैले उसको मोबाइलमा कल गरेँ। अफ आयो। लौ, मलाई छटपटी हुन थाल्यो। ऊ त 1 बज्दासम्म पनि आइन। खाना उसैकोमा खाने भनेर भोको पेट आएको थिए। पेट निचरिन थाल्यो। 3 बज्यो। ऊ आइन। मोबाइल अफ। 5:15 बजे थकित म चोकमै मोमो खाएर कोठा फर्केँ। संसार विरक्त लाग्न थाल्यो। उसले धोकाइदियो होला त? मैले उसको नम्बर डायल गरिरहेँ। उसको फोन अफ आइरह्यो। भोलिपल्टदेखि मलाई निद्रा लाग्न छोड्यो। म स्लिपिङ ट्याब्लेट लिन थालेँ। कसैलाई भेट्न मन लागेन।
फोन स्विच अफ गरेँ। पुरा 1 हप्ता म कोठाबाट बाहिर निस्किनँ। मैले फेसबुकमा मलाई किन धोका दिएको भनेर कडा मेसेज पठाएँ, तर जवाफ आएन। उसले मेरो जन्मदिनको अघिल्लो दिन पोस्ट गरेको स्ट्याटस उस्तै थियो, कसैको जन्मदिन छ भोलि, वाह ऊ मेरो घर आउँदैछ। उसको स्ट्याटस त्यसपछि अपडेट थिएन। करिब 1 महिनापछि ऊ फेसबुकबाट पनि हराई। ऊ आफ्नो नाम जस्तै सम्झना भएर गई। म उदास हुन्थेँ, उसलाई बिर्सन सकेको थिइनँ। जब उसको सम्झना आउँथ्यो मुटु घाइते हुन्थ्यो र निस्केको रगत मेरो आँखाबाट आँसु भएर बग्थ्यो। करिब 1 वर्षपछि एउटा साथीले भने, भो यार, जमाना कहाँ पुगिसक्यो, त रोएरै बस्छस्, जा बेच्दै तेरो स्मृति, अलिकति पैसा पनि आउँछ, टन्टा साप पनि हुन्छ। मैले 1 महिना सोचेँ र निर्णय गरेँ, जुन कुराले मलाई तडपाइरहन्छ, काममा एकाग्र हुन दिन्न, जसलाई सम्झने बित्तिकै खुसीभन्दा बढी पीडा हुन्छ, त्यसलाई राखेर के फाइदा। त्यसैले म स्मृति बिक्री केन्द्रमा आएको। स्मृति बेच्न मान्छे कति लालायत रहेछन्। आज बल्ल देखेँ, मान्छेका कुराकानी सुन्दा थाहा भयो कति आफन्तका स्मृति बेच्न आएका रहेछन्, कति आफूले गरेका गल्तीका स्मृति। जे होस्, पैसा पनि पाइने, काली लाग्दो अतीतबाट छुटकारा पनि पाइने, रमाइलो थियो। त्यही बेला एकजना दौरा सुरुवाल र कोट लगाएका मानिस हुलमुल सहित भित्र पसे। अघि मसँग कुरा गरेको केटो हतारिँदै उनीहरूतिर बढ्यो। मैले खासखुस कुरा सुन्दा थाहा पाएँ, ती व्यक्ति कुनै दुर्गम गाउँका गाविस अध्यक्ष रहेछन्। उनीसित आएका करिब 30 जना सङ्ख्याका महिला पुरुष त्यही गाविसका। यिनीहरू जनयुद्धताका 2 ग्रुप भएका रहेछन्। लडेका लडे, अहिले त गाउँमा बसिसाध्यै रहेनछ। सबैलाई पुरानो स्मृतिले बेला बेला क्रान्तिकारी बनाउँथ्यो र लडाउँथ्यो। त्यही भएर गाविस अध्यक्षले जुक्ति लगाएछन्, सबैको दिमागबाट द्वन्द्वकालको स्मृति बेचिदिने र त्यसबाट आएको रकमले भताभुङ्ग भएको गाउँलाई फेरि सजाउने। बस नै रिजर्भ गरेर ल्याएका रहेछन्। मलाई कुरा रमाइलो लाग्यो। ठुलो समूह लिएर आउनेलाई अलग्गै व्यवस्था रहेछ। उनीहरू माथिल्लो तलातिर उक्ले। मेरो छेउमा बसेकी महिला आँसु पुस्न थालिसकेकी रहेछन्। मैले बल्ल पो याद गरेँ, उनी साडीको सबकोले आँसु पुछिरहेकी थिए। के भयो आम्मै, किन रोको? उनी झन् रोइन्, आँसु पुस्दै भनिन्, हेर बा, मलाई यसरी माया गरेर आफ्नै छोराले सोधेन। मैले मुन्टो हल्लाएँ। मेरो छोरा पनि तिम्रै उमेरको थियो। म एक्लीले सुख दुःख गरेर हुर्काएकी थिएँ। अर्काको घरमा भाँडा माझी पढाए, जे माग्यो त्यही दिए। त्यही त थियो सहारा। छोरोले पढ्यो, लेख्यो, जागिरै भयो। अब त सुख आउला कि भनेको त झन् दुःख आइलाग्यो। त्यस्तो के भयो र आम्मै? बुहारी ल्यायो। 1-2 महिना त ठिकै थियो। पछि त बुहारीले म घरमा भएको पनि नराम्रो मान्न थाली। मैले बिहान उठेर पूजा गर्दा बजाएको घन्टीले उसको निद्रा बिग्रन्थ्यो अरे। गाउँ जाउँ भने त्यही छोरालाई पढाउन अलिकति भएको जग्गा पनि बेच्दे। पछि छोरो पनि पढाइ जस्तै भयो। म मौन रहेँ। एक दिन छोरोले भन्यो, आमै, आऊ तिमीलाई आज म काठमाडौँ देखाउँछु। बाबु, मैले त 1 जुग बिताए पनि राम्रोसँग काठमाडौँ हेर्न पाएकी थिइनँ। छोराको गाडी चढ्न पाएकी थिइनँ। खुसी खुसी चढे। छोरोले सबैतिर घुमायो। एक ठाउँमा रोक्यो, अलिकति पैसा दिँदै भन्यो, आमै, भोक लाग्यो होला, केही किनेर ल्याऊ। म शुद्धि नभएकी बुढी बाहिर निस्के। केरा र स्याउ किने। घरमा सबैलाई पुगोस् भनेर धेरै किने। फर्किँदा त छोरा थिएन। म अल्पत्र परे बाबु। मेरो मन अमिलो भएर आयो। त्यसले त मलाई वृद्धाश्रमको छेउमै छाडेको रहेछ। म त्यही बस्न थालेँ। फर्केर घर जान पनि मन लागेन। बाबु, आमैको मन हो। एक दिन छोरोले आएर आमै घर हिँड भन्छ कि जस्तो लाग्थ्यो। 2 वर्ष भयो, आएन। म पनि त्यसलाई सम्झेर कति रौँ। एकजनाले भने, बेच्दियो आमै तिम्रा स्मृतिहरू, मुटु दुख्दैन। त्यही भएर आकी, सम्झना बेची मेरो छोरो थियो भन्ने पनि थाहा हुन्न रे। उनी बोल्न सकिनन्, रोइरहन्। म घट्दै गएको लाइनमा लागेँ। काउन्टरमा सुन्दर युवती थिइन्। उनी कम्प्युटरमा के टिपिरहेकी थिइन्। मेरो अगाडि अद्वैत मानिस उभिएका थिए। शरीरबाट रक्सीको गन्ध आइरहेको थियो। भैरव, उनले नाम भने। युवतीले कम्प्युटरमा केही बेर घोरिएर हेरिन्। सरी भैरवजी, आज तपाईँले स्मृति बेच्न मिल्दैन। किन मिल्दैन? भैरवजी कड्किए। तपाईँले हिजो मात्रै बेच्नु भएको रहेछ। युवतीले शान्त स्वरमा भनिन्। तपाईँसित अब बेच्न लागि स्मृति नै छैनन् के? अलिकति त आफूलाई पनि राख्नुहोस्। छन्, मसित स्मृति छन्। याद गर्नुहोस् त, तपाईँले 186 पटक स्मृति बेचिसक्नु भएको रहेछ। भैरवजीका हात काँपे। उनी बरबराए। ए, म त स्मृतिहीन भइसकेछु। ठिक छ, म 1 महिनापछि टन्नै स्मृति बोकेर आउँछु। उनी गए। युवतीले भनिन्, यो जडाले हैरान पार्छ। सबै पैसा रक्सीमा उडाउँदो रहेछ। स्मृति पनि कति नै हुन्छ र? सकेसी, खाता क्लोज्ड। मैले आफ्नो नाम भने। ए, पहिलोपल्ट आउनु भएको? मैले शिर हल्लाएँ। हाम्रो नियम थाहा छ? उनले फर्म दिँदै भनिन्, पढ्नुहोस् र चित्त बुझे साइन गर्नुहोस्। म पढ्न थालेँ। 18 वर्षमाथिकाले स्मृति बेच्न पाउने रहेछन्। विक्रेताले बेच्न खोजेका स्मृतिलाई सफल ढङ्गले झिकिने रहेछ। अरू स्मृतिलाई असर नपर्ने गरी स्मृति झिकेको केही घन्टासम्म दिमाग शून्य हुने रहेछ। बीचबाट स्मृति झिक्दा बनेको खाली स्पेस भरिन केही घन्टा लाग्ने रहेछ। बेचिसकेको स्मृति फिर्ता पाऊँ भनेर कचकच गर्न नमिल्ने रहेछ। फिर्ता लिने हो भने कम्पनीले तोकेको रेटमा किन्नुपर्ने रहेछ। मलाई के मतलब?
मैले हस्ताक्षर गरिदिएँ। नर्स आइन् र मलाई अर्को कोठातिर डोहोर्याइन्। त्यो अपरेसन थिएटर जस्तो कोठा रहेछ। झलमल्ल बत्ती बलेको थियो। मोटी महिला डाक्टरले मेरो स्वागत गरिन्। मैले भित्र पस्दा जताततै महिला डाक्टर र नर्स मात्रै देखेको थिएँ। यहाँ त सबै महिला डाक्टर हुनुहुँदो रहेछ। म हाँसेँ। नियमै छ त नि, महिला स्मृतिको मामलामा बढी सेन्सिटिभ हुने भएकाले महिला डाक्टर मात्र राख्नुपर्ने। अचम्म। मलाई नर्सहरूले फराकिलो पलङमा सुताए। मेरा दायाँपट्टि कम्प्युटरहरू थिए। उनीहरूले मेरा 2 कञ्चटमा तारै तार जोडिएको चिप्स लगाइदिए। त्यही बेला मैले सोधेँ, हामीले बेचेका स्मृतिहरू कहाँ जान्छन्? डाक्टर छक्क परिन्। कसैले यस्तो प्रश्न गरेका थिएनन् कि? प्राय राइटरहरू किन्छन्, उनले भनिन्। कसैले अरूको स्मृति सङ्कलन गर्ने रहर पनि हुन्छ, टिकट सङ्कलन जस्तो। मनोवैज्ञानिक, मानवशास्त्री, समाजशास्त्री धेरैले किन्छन्। मुख्यतया हङकङ जान्छ। त्यहाँ संसारको सबैभन्दा ठुलो स्मृति बैंक छ। वैज्ञानिकले पत्ता लगाइसकेका छन्, संसार ढुङ्गा माटोले भन्दा मान्छेको स्मृतिले बनेको छ। उनीहरू संसार जोगाउन चाहन्छन्। म फेरि अचम्म। डाक्टरले सिरिन्जमा औषधि भर्दै भनिन्, अब केही समय तपाईँको चेतना हराउँछ। त्यो बेला हामी तपाईँको स्मृति झिक्छौँ। डोन्ट वेरी। मेरो पाखुरामा कमिलाले टोके जस्तो भयो। शून्य। झट्ट आँखा खुले। एकछिन त संसारै बिरानो लाग्यो। बधाई छ, तपाईँ अरूभन्दा चाँडो उठ्नुभयो, डाक्टरले भनिन्। तपाईँ 1.5 घन्टा मात्र निदाउनु भयो। डाक्टरले मेरो जिब्रो र आँखाका चेपचेप हेरिन्। मेरो दिमाग टन्टनी दुखिरहेको थियो। म यसो सम्झिन खोज्थेँ। धेरै कुरा मेरो दिमागमा आउँथे, तर एउटा पोइन्टमा पुगेपछि कालो ढिक्का उडिरहे जस्तो लाग्थ्यो। तपाईँ जान सक्नुहुन्छ, डाक्टरले भनिन्। एकछिन तपाईँलाई अनिजी लाग्छ, भरेसम्म ठिक हुन्छ। म उठेँ। हातगोडा काँपिरहेका थिए। एकाउन्टेन्टले 35,000 रुपियाँ दिँदै स्लिप मतिर सार्यो। मैले बाङ्गोटिङ्गो हस्ताक्षर गरेँ। धनी बेच्यौ? गार्डले सोध्यो। मलाई अलिकति रिगटा चले जस्तो भयो। गार्डले थाम्दा थाम्दै पनि सिडीमा थचक्क बसे। साँच्चै के बेचेँ मैले? मेरा सबै स्मृतिहरू त मैसितै थिए। सम्झन खोजे, सकिनँ। तर दिमागमा झट्का दिँदै निभेको सूर्य जस्तो कालो ढिक्का आउँथ्यो बेला बेला। सायद कालो ढिक्कामा कोही थियो या केही थियो। कहिले नफर्किने गरी कालो दाग छाडेर गएको थियो। डाक्टरका अनुसार भने रातिसम्म यो कालो डल्लो पनि हराउनेछ। भोलिपल्ट म पूर्ण रूपमा स्वस्थ भइसकेको थिएँ। मलाई तनाव दिने कुराहरू केही थिएनन्। करिब 1 हप्तापछि राति 9:15 बजे मेरो फोनको घन्टी बज्यो। नयाँ नम्बर थियो। म एकदमै समस्यामा छु। उताबाट एउटा युवतीको आवाज आयो। प्लिज मलाई माफ गर, मसित कुरा गर। को बोल्नु भएको? म सम्झना। रङ नम्बर, मैले भने। प्लिज नचिने जस्तो नगर न, प्लिज। मैले फोन काटिदिएँ। सहरमा यस्ता फोनहरू आइरहन्छन्। म गीता छोएर भन्न सक्छु। सम्झना भन्ने केटीसित मेरो जीवनकालमै कहिल्यै भेट भएको छैन।